दाउरा लिन जाऊ। त्यो भन्दा अलिक अगाडि सान्दीपनीको घरमा दुर्वासा ऋषि आउनु भएको थियो। दुर्वासा ऋषि भोकै हुनुहुन्थ्यो। दुर्वासा ऋषिले गुरु आमासँग भन्नुभयो, आमा मलाई भोक लागेको छ, केही छ भने मलाई दिनुहोस् न। त्यतिखेर महाराज गुरु आमाले चना त घरमा पकाउनु भएको थियो, तर त्यो चना दिनु भएन। के भन्नुभयो गुरु आमाले थाहा छ? के दुर्वासा ऋषि, अहिले मेरो घरमा केही बनेको छैन, एकछिन तपाईँ पर्खिनु होला, म एकछिन पछाडि तपाईँलाई केही न केही बनाएर अवश्य मेरो दिनेछु। तर चना पाकिरहेका थिए। गुरु आमाको इच्छा चाहिँ थियो, मेरा स्वामी हिजोदेखि एकादशी गर्नुभएको, हिजोदेखि भोकै हुनुहुन्थ्यो, कि अलिकति चना मैले मेरो स्वामीलाई गएर दिन्थे भने त मेरो स्वामीको अलिकति भयो भने त पेटमा अलिकति शक्ति आउँथ्यो होला। गुरु आमाको पनि नराम्रो इच्छा त थिएन। दुर्वासा ऋषिले त सब जाने, ओहो चना पाकिरहेका छन्, अनि पाक्दै गरेका चना गुरु आमा भन्नुहुन्छ मैले केही पनि छैन। दुर्वासा ऋषिले श्राप दिनुभयो, जसले यो चना खान्छ त्यो दरिद्र हुन्छ भनेर। न त गुरु आमालाई थाहा छ। दुर्वासा त त्यहाँबाट जानुभयो। गुरु आमाले बुझ्नुभयो दुर्वासाजी कहाँ जानुभयो? दुर्वासाजी त आफ्नो यात्रातिर लाग्नुभयो। जब भगवान श्री कृष्ण र सुदामा जान लागे, त्यही चना गुरु आमाले लगेर आफ्नो श्रीमानलाई दिनुभयो। दैवको यो गुरु आमाका पतिले भन्नुभयो, अहिले मन छैन, अहिले यी नानीहरूलाई दिएर पठा, म पछि खाउँला। गुरु आमाले सुदामालाई भन्नुभयो, ए सुदामा, यो चना तिमीले लिएर जाऊ, अनि जब तिमीलाई बाटामा भोक लाग्छ कृष्णलाई दिएर मात्रै खानु नि तिमीले। सुदामाजीले भने, हुन्छ आमा, जब हामीलाई भोक लाग्छ कृष्णलाई दिएर यो चना पाउँछु भनेर दाउरा टिप्न भनेर जंगलमा गएका दुवै कृष्ण र सुदामा माझो बाटोमा घनघोर वर्षा भयो। सुदामाजीले भन्नुभयो, हे कृष्ण, आज हामी कहीँ पनि यहाँबाट जान सक्दैनौँ, यही गसको माथि हामी बस्नु पर्दछ। सुदामा माथि चढ्नु भयो, कृष्ण पनि माथि चढ्नु भयो। महाराज दिनभरि पानी आयो, रात पनि पर्यो, कृष्ण र सुदामा आश्रम फर्किन सक्नु भएन। सुदामालाई भोक लाग्न थाल्यो। सुदामाले त थैलो निकाल्नु भयो। सुदामा त ब्राह्मण हुन्, गायत्रीका उपासक हुन्, त्याग र तपस्याले भरिएका हुन्। जसरी नै त्यो थैलोलाई हातमा राख्नु भयो, थाहा पाउनु भयो, ओहो यो चना त सात्विक चना हुन् भनेर विचार गर्नुभयो सुदामाजीले। यदि यो चना मैले मेरो भगवानलाई दिए भने त भगवान द्वारिकाधीश होइन, भगवान दरिद्र देव हुनुपर्छ भनेर भगवानले विचार गर्नुभयो। सखाले यो चना म कृष्णलाई दिन्न, म मेरो साथीलाई दरिद्र हुन दिन्न, बरु म दरिद्र हुन्छु, मेरो साथीलाई म दरिद्र हुन दिन्न। जसले कथालाई जानेनन्, जसले बुझेनन्, उनीहरूले भने सुदामा बाहुन थिए, लोभी थिए, अनि चना खाए भनेर। तर आजबाट थाहा पाउनु भयो होला, ब्राह्मण कहिले लोभी हुँदैन, ब्राह्मण तपस्वी हुन्छ, ब्राह्मण त्यागी हुन्छ, उसले अर्काको भलो मात्रै चाहन्छ। सुदामाजीले भन्नुभयो, म ब्राह्मण हुँ, म उपकारी हुँ, म कृष्णलाई दरिद्र हुन दिन्न, अनि चना मैले फ्याँकिदिएँ भने गुरु आमाको अपमान पनि हुन्छ। मैले गुरु आमाको अपमान पनि गर्न मिलेन, अनि मैले कृष्णलाई दरिद्र हुन पनि दिन मिलेन। त्यो चनालाई आफै लिनुभयो। सुदामाले एक्लै चना खानुभयो। भगवानले सोध्नुभयो, सुदामा के खाँदैछौ कि क्या हो? भगवान जब भन्नुहुन्छ
त्यति बेला सुदामाजीले भन्नुभयो, प्रभु अहिले मेरा दाँत बजेका हुन् भनेर, पानी पर्दैछ नि मेरो दाँत बजेका हुन् भनेर। तर सुदामाले एक बार पनि भन्नु भएन प्रभु मैले चना खाँदैछु भनेर, किनभने सुदामाले भन्नुहुन्थ्यो भने कृष्णले मागेर खान्थे अनि मागेपछि त दिन मिल्ने पनि थिएन। त्यस कारणले सुदामाले नभनिकन चना खानुभयो। फर्किनु भयो घरमा। भोलिपल्ट कृष्णले गएर भन्नुभयो, आमा आज धेरै भोक लाग्यो, केही पनि खान पाइएन, केही छ भने दिनु न। गुरुआमालाई त थाहा थियो। गुरुआमाले भन्नुभयो, बाबु तिमीलाई भने त मैले चना दिएको थिएँ त, के सुदामाले त चना दिएन? सुदामा केही नभनिकन आए र सुदामाले भने, आमा मबाट अपराध भयो, मैले त्यो चनालाई खाइदिएँ। गुरुआमा धेरै रिसाउनु भयो। गुरुआमाले श्राप दिनुभयो, जा सुदामा त दरिद्र बन भनेर। भगवान श्री कृष्णले हात जोडेर आमालाई भन्नुभयो, आमा क्षमा गरिदिनु होला, यो सुदामा गरिब हुन सक्दैन, किनभने सुदामालाई उसको निधारमा मैले लेखिदिएको छु, यक्षः श्री जति कुबेरसँग सम्पत्ति हुँदैन त्योभन्दा बढी सम्पत्तिको मालिक सुदामा हुन्छ। आमा क्षमा गरिदिनु होला, यो सुदामा चाहिँ गरिब हुँदैन, तपाईँको श्राप मिथ्या हुन्छ, म ईश्वर हुँ, म मेरो साथी सुदामालाई गरिब बन्न दिन्न। गुरुआमा रुँदै रुँदै जानुभयो। गुरुदेवको छेउमा, हे मेरा पतिदेव, आज मैले दिएको श्राप यदि लागेन भने जगतमा मेरो मान सम्मान समाप्त रहन्छ, त्यसकारणले मेरो श्रापलाई सत्यमय पारिदिनुहोस्। गुरुदेवले कृष्णलाई बोलाउनु भयो, हे कृष्ण, मेरी पत्नीले दिएको श्रापलाई तिमीले सत्य पार। कृष्ण भन्नुहुन्छ, एउटा साथीको निधारमा लेखेको भाग्यलाई मैले कसरी परिवर्तित पार्ने त? म त ईश्वर हुँ, ईश्वरले साथीलाई जे दियो अब त्यो खोज्नु सक्दैन। गुरुदेव भन्नुहुन्छ, हे कृष्ण, तपाईँ ईश्वर होला मैले माने, तर अहिले गुरुकुलमा आउनु भएको छ विद्यार्थीको रूपमा, म तपाईँको गुरु हुँ।